आज मिति 2082 साल 11 महिना 9 गतेका दिन नेपालमा सुन चाँदीको मूल्य एकदमै बढेको छ। बढेसँगै हामीले छोरीको उपहारको लागि र बर्थडेको लागि हामीले केही गहनाहरू बनाइदिएका छौँ र के छ त यसमा हेरौँ। यो गहना चाहिँ मेरो दाइ अरखाँचीबाट बनाएर दाङसम्म लिएर आइसक्नु भएको छ। के छ हेरौँ है त। सुरुमा छ यो नानीहरूको लागि पिञ्जडा झुम्का भन्छ यसलाई। यति राम्रो छ। यो नानीको बर्थडेको लागि हो। ल म दाइलाई दिन्छु र दाइले लगाइदिनुहुन्छ है त। त्यसै गरी यसलाई के भन्छ दाइ? यसको नाम रामलीला लुर्का। यो चाहिँ नानीको मम्मीको लागि हो। यो बाहिर भए तापनि हामीले बनाएर राखिदिएका छौँ है, एकैचोटि सबैजनाले लगाउँ भन्ने उद्देश्यका साथ 4 जनाको लागि नै छ। यो पनि एकदमै राम्रो छ, अति राम्रो छ है। हजुरहरूलाई पनि एकदम मनपर्छ भने 24 क्यारेट सुनमा बनेको यो रामलीला झुम्का कस्तो छ, तपाईँहरूलाई पनि मनपर्छ भने अर्डर गर्न सक्नुहुन्छ। त्यसै गरी यो अन्तिममा छ यो मुन्द्रा। यो मेरो लागि हो, एकदमै राम्रो छ। यी डबल लगाउन मिल्छ। यो मुन्द्रा मात्र लगाउन नि मिल्यो र टप मात्र पनि लगाउन मिल्यो। लगाउँदाखेरि कस्तो राम्रो देखिन्छ है। हजुरहरूलाई पनि यो एकदमै मनपर्छ भने र चाहनुहुन्छ भने कृपया हजुरहरूले पनि अर्डर गर्नको लागि सक्नुहुन्छ। एकदमै राम्रो छ। अब हामी लगाएर हेर्छौँ है त। दुख्दैन त्यसै आएको राम्रो मलाई उपहार दिएको मम्मीले र ड्याडीले। कस्तो छ कमेन्ट गर्ने होला है। ठुलो दुखाइदिनुलाई हुन्छ। के जाछस्? मैले के तिम्रो कालको काना तिम्रो 2टा कान लगाइदियो। मेरो मम्मीको उपहार। थ्याङ्क यू मम्मी ड्याडी। वेलकम। ड्याडीको पाली। मुन्द्रा टप लगाइसकेँ। कस्तो देखिएको छ। थ्याङ्क यू सो मच दाजु। र यदि हजुरहरूलाई पनि यो टप मुन्द्रा मनपर्छ भने अर्डर गर्न सक्नुहुन्छ। हामीले स्क्रिनमा नम्बर राखेका हुन्छौँ। सबैलाई धन्यवाद।